Hello guys, welcome back to another episode. You are watching Ramji Vlog 2.0 र it's me Ramji Rai after long time र आज चाहिँ 2082 सालको चाहिँ लक्ष्मी पूजा गरेको अवस्था छ हैन यता अनि लक्ष्मी पूजा गरिसकेको छौं र यता देख्न सक्नुहुन्छ क्यान्डलहरु बालेको छैन त रातिको दृश्य छ त्यति राम्रो छैन र साथीहरु अब हुन त अब आफ्नो आफ्नो तरिका हुन्छ आफ्नो आफ्नो हैन अब उहिलेदेखि जसरी गरी ल्याइयो त्यसरी नै गर्दै जाने हो कतिपय मान्छेहरु अब हिजो अब चतुर्दशीको दिन नै लक्ष्मी पूजा गर्नुभयो तर हामी चाहिँ कस्तो हुन्छ भने अब चतुर्दशीको दिन अब कुकुर तिहार पनि अनि लक्ष्मी पूजा पनि त्यसै दिन थियो त्यस्तो भएको कारणले गर्दा चाहिँ हामी औँसीको दिन चाहिँ गाईको पूजा गरे बिहान पूजा गर्छौं त्यसपछि बेलुका लक्ष्मी पूजा गरी आएको हुँदाखेरि आज चाहिँ बिहान लक्ष्मी गाईको पूजा गरियो त्यसपश्चात बेलुका चाहिँ हामी लक्ष्मी पूजा गरेको छौं र हामी फाइनली अब भित्र चाहिँ हाम्रो लक्ष्मीलाई भित्राइसकेको छ तर अब शहर बजारतिर जस्तो चाहिँ यता रंगेउली चाहिँ बनाएको छैन अब मसिनो अब क्यान्डलहरु बालेर मात्र चाहिँ गरेका छौं हैन अनि हामीले विशेष गरी चाहिँ अब यता हाम्रो पूजा स्थल रहेको छ यता देख्न सक्नुहुन्छ यहाँ तल लाइटको कमजोरीले गर्दाखेरि त्यति स्पष्ट चाहिँ देखिएको छैन यता हामीले चाहिँ यो तरिकाले चाहिँ गरेका छौं हैन आफ्नो आफ्नो तरिका हुन्छ हामीले चाहिँ अब अहिले त अब झिलिमिली बत्ती हुन्छ हैन त्यस्तोहरु पनि राखेर चाहिँ अब पूजा गर्ने गर्छन् तर हामीले चाहिँ भुइँमै गरेका छौं अब कतिपयले चाहिँ अब आफ्नो भित्तातिर राखेर चाहिँ यो लक्ष्मी माताको फोटोलाई चाहिँ भित्तामा साइडमा राखेर चाहिँ झिलिमिली बत्तीलाई चाहिँ सेट गरेर गर्ने गर्छन् तर हामीले चाहिँ अब भुइँमै गरौँ न त भनेर चाहिँ भित्तामा त जहिले नै अब बस्दै गरेको हो यो भाँडाकुँडाहरु जुन हाम्रो सामानहरु अब अहिले चाहिँ भुइँमा राखेर चाहिँ पूजौं भनेर चाहिँ हामीले भुइँमा चाहिँ हामी फिजाएर गरेका छौं र यो चाहिँ अब फूल र अक्षता हो यो यिनीहरुलाई यो मातालाई चाहिँ अब पर्छाउने लक्ष्मी मातालाई चाहिँ पर्छाउने हो यता चाहिँ हाम्रो अब आमखोराहरु अब के गर्न अब भन्नु पनि आउँदैन साथी अनि यता चाहिँ अब यस्तो छ सिक्काहरु यो पुरानो सिक्काहरु हो हैन सबै कलेक्ट गर्नु भएको थियो हाम्रो बुवाले त्यति अब धन सम्पत्ति नभए तापनि अब हामीसँग जे जति छ ती चीजहरुलाई चाहिँ हामीले सजाएर चाहिँ यसरी अब पुजिरहेका छौं र हामी यतिमै सन्तुष्ट मानेर चाहिँ अब हामी पूजा गरिरहेका छौं अब हुन त अब कतिपयले अब हैन अब हजार-हजारका नोटहरु बाहिरदेखि भित्रसम्म सजाएर अब लक्ष्मी पूजा गरेकोहरु पनि देख्न सकिन्छ फेसबुकतिर देखिएको थियो तर आफूसँग जे छ त्यसैमा चाहिँ आफ्नै तरिकाले रमिन्ने हो आफ्नै तरिकाले चाहिँ पूजा गर्ने हो भन्ने चाहिँ म मान्यता गर्दछु र हामीले चाहिँ यो तरिकाले पूजा गरेका छौं साथीहरु लौ त साथीहरु अब यस्तै छ अब हामीले चाहिँ 2082 सालको लक्ष्मी पूजा पनि गरिसकेका छौं फाइनली अनि जे जस्तो थियो तपाईहरुले देखिसक्नु भएको छ हुन त अब अघि नै पनि मैले भनिसकेको छु आफ्नो तरिकाले अब हैन अब पहिलेदेखि जस्तो गरिले त्यसरी नै अब गर्दै जाने हो हरेक अब आफ्नो संस्कार रीतिरिवाजहरुलाई चाहिँ अब जसरी सिक्दै आएका थियौं त्यसरी नै अब गर्दै जानुपर्ने हुन्छ तपाईहरुको पनि आफ्नै आफ्नै होला अब नयाँ नयाँ तरिकाले रंगेउली बनाउने हैन अब यता झिलिमिली बत्ती बाल्ने लगायत अब यो भन्दा पनि राम्रो डेकोरेसन गरेर अब फाल्टे अब पूजा कोठा पनि हुन सक्छ हैन तर अब गाउँ घरमा चाहिँ एउटै कोठा भएको कारणले गर्दाखेरि चाहिँ अब भान्सा कोठा पनि अब पूजा कोठा पनि बनाउने भएको कारणले गर्दाखेरि चाहिँ अब हामीले चाहिँ एउटा कुनामा सानो यसो डेकोरेसन गरेर चाहिँ आज लक्ष्मी पूजा गरिसकेका छौं र विशेष गरी सम्पूर्ण यो भिडियोलाई जसले जहाँबाट हेर्दै हुनुहुन्छ 2082 सालको शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु र आगामी दिनहरुमा तपाईहरुले सोचेका हर इच्छा आकांक्षाहरु पूरा होस् भने लक्ष्मी माताले पूरा गरोस् भन्ने शुभकामना व्यक्त गर्दै आजको लागि चाहिँ यो भिडियो चाहिँ यही अन्त गर्न चाहन्छु हस्त बाइ बाइ।